सर नमस्कार। नमस्कार, स्वागत छ तपाईलाई। धन्यवाद। प्रतिनिधि सभामा उम्मेदवारको रूपमा यहाँ अगाडि बढ्नु भएको छ। तपाईका मतदाताले, प्युठान जिल्लाका मतदाताले तपाईलाई कुन रूपमा चिन्ने? यो प्रश्नबाट यो संवादको सुरुवात गरे। प्युठानी मतदाताले पहिलो कुरा त मलाई चाहिँ मेरो विचार, राजनीति, मेरो निरन्तर समर्पण, त्याग, बलिदान, निष्ठाकै हिसाबले पहिलो कुरा चिन्नुपर्छ। तैपनि को हो के हो भन्नलाई म प्युठान नगरपालिका 7 पुण्य खोलामा जन्मेर त्यहीँ हुर्किएर त्यहीँबाट बढेर त्यहीँबाट नै आन्दोलनमा समाज रूपान्तरणको निम्ति, परिवर्तनको निम्ति लड्दै आएको छु। खास गरेर जनयुद्ध पछाडि, जनयुद्धसम्म 62-63 को बृहत् जनआन्दोलनसम्म मेरो मुख्य भूमिका राजनीतिक परिवर्तनको निम्ति, व्यवस्था परिवर्तनको निम्ति नै मेरो मुख्य भूमिका रह्यो। र 63 सालभन्दा पछाडि आउँदा संविधान निर्माण र एउटा अब समृद्धि र विकास हासिल गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ भनेर म चाहिँ त्यसको निम्ति निरन्तर रूपमा लाग्दै आएको छु। र प्युठानका 64वटै वडाहरूमा भएका विकास निर्माणका, त्यहाँका जनताका सुख दुःखसँग म प्रत्यक्ष रूपमा जोडिएको छु, गाँसिएको छु। त्यसकारणले गर्दा मलाई प्युठानी जनताले एउटा चाहिँ इमान्दार, एउटा निष्ठावान, एउटा देश र जनताप्रति समर्पित भएर आजीवन त्यसमा लागेको मान्छे हो भन्ने ढङ्गले नै मलाई बुझ्छन्, चिन्छन् जस्तो लाग्छ मलाई चाहिँ। तपाईँ राजनीतिमा संलग्न भएको कति समय भयो र कसरी संलग्न हुने प्रेरणा मिल्यो? खास गरी म चाहिँ निरङ्कुश पञ्चायत कालमा जन्मिएँ र चाहिँ त्यति बेला पार्टीको कुनै अहिलेको जस्तो विद्यार्थीहरूले सङ्गठन पार्टीका नाम सुन्ने अवस्था थिएन। यद्यपि प्युठानमा चाहिँ कम्युनिस्ट गतिविधिहरू, नेपाली काङ्ग्रेसका गतिविधिहरू बढ्ने, हाम्रा आफन्त नातेदारहरू जेल पर्ने कुराहरू त हुन्थे। तर 35-36 सालमा आउँदा नेपालमा पाकिस्तानमा भुट्टोलाई फाँसी दिएपछि विद्यार्थी आन्दोलन भयो र त्यसमा बहुदल र निर्दल को रोज्ने भन्ने जनमत सङ्ग्रह हुँदा त्यति बेला म 15-16 वर्षको उमेरबाट बहुदलको पक्षमा लागेर विद्यार्थी सङ्गठनमा सामेल भएँ र त्यही क्रममा 45-46 सालमा पञ्चायतको अन्त्यको निम्ति संयुक्त जनआन्दोलन भयो। त्यो संयुक्त जनआन्दोलन म जेल थिएँ र बहुदल ल्याउन प्युठानकै जेलमा हुनुहुन्थ्यो? म काठमाडौँ जेलमा थिएँ, काठमाडौँ सेन्ट्रल जेलमा थिएँ। काठमाडौँबाट गिरफ्तार परेको थिएँ। म विद्यार्थीको केन्द्रीय समितिको सदस्य थिएँ त्यति बेला र केन्द्रीय समिति सदस्यको हिसाबले म जेल परेँ र बहुदल पछि म रिहा भएँ। तर बहुदलले नेपालकी जनताका आधारभूत समस्यालाई हल गर्न सक्दैन भन्ने एउटा निष्ठा, विश्वासले म चाहिँ एउटा क्रान्तिकारी आन्दोलनमा, आमूल परिवर्तनको आन्दोलनमा, जनयुद्धमा सामेल भएँ। 51 सालमा विद्यार्थी सङ्गठनको अध्यक्ष भएँ। 52 सालबाट जनयुद्धमा सामेल भएँ र 52 देखि 58 सम्म मैले चाहिँ वैधानिक आन्दोलन, संयुक्त जनआन्दोलनको सचिव बने र चाहिँ प्रचण्डको प्रतिनिधिको रूपमा जनयुद्धको पक्षमा जनमत सिर्जना गर्न, संविधान सभाको पक्षमा, गणतन्त्रको पक्षमा जनमत तयार गर्नको निम्ति म चाहिँ निरन्तर रूपमा राजनैतिक पार्टीहरू, अन्तर्राष्ट्रिय समुदायहरू, मानव अधिकारवादीहरू, उनीहरूसँग संवादमा रहेँ र 58 सालमा म फेरि दर्जनौँ पटक गिरफ्तारीमा परेँ। 58 सालमा म र रेखा शर्मा, हामी जीवनसाथी हो, हामी दुवैजना चाहिँ बेपत्तामा पर्यौँ र 1 वर्षसम्मको बेपत्ता पछाडि हामी दोस्रो वार्तामा रिहा भयो र हामी चाहिँ औषधि उपचार गर्दै 62-63 बृहत् जनआन्दोलन पछाडि फेरि चाहिँ अब यो ढङ्गले अगाडि बढिरहेका छौँ। त्यसकारण अब अहिले मेरा यी आन्दोलनका हरेक मोडहरूमा, हरेकचोटि चाहिँ नयाँ नयाँ खालका आन्दोलनहरूमा र त्यसको अग्रभागमा त्यसको जेल, नेल, हिरासत, यातना यावत कुरा झेल्दै, भोग्दै हैन, समाज परिवर्तनको निम्ति अगाडि निरन्तर रूपमा चाहिँ आइ नै रहेको छु। तपाईलाई चाहिँ तत्कालीन माओवादी पक्षको तर्फबाट तत्कालीन राज परिवारसँग वार्ता गर्ने माओवादी पक्षको एउटा प्रतिनिधिको रूपमा पनि हेरिन्छ भनिन्थ्यो र त्यही क्रममै तपाईँ पक्राउ पर्नुभयो र बेपत्ता हुनुभयो भन्ने थियो। यसको घटनाक्रमलाई अलिकति हाम्रा यो कार्यक्रम हेरिरहनुभएका दर्शकहरूले बुझ्ने गरी प्रस्ताइदिनु। नै, हाम्रो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन पछाडि पार्टीले एउटा नयाँ कार्यक्रम अगाडि बढाएको थियो र म त्यति बेलासम्म प्रचण्डको हैसियतले दरबारसँग मात्रै होइन, सबै राजनैतिक शक्तिहरू हो, जस्तो एमालेका तत्कालीन महासचिव अथवा अहिलेका माधव नेपालहरू,
शेरबहादुर देउवाहरू, गिरिजाप्रसाद कोइरालाहरू, कृष्णप्रसाद भट्टराईहरू, मानव अधिकारवादीहरू, अन्य चाहिँ सङ्घ संस्थाहरू सबैसँग प्रचण्डको प्रतिनिधिको रूपमा, दूतको रूपमा संवाद गर्ने क्रममा त्यति बेलामा पनि अब दरबारले पनि के हो माओवादीको मागहरू, के हो निकास भन्ने सम्बन्धमा उसले बुझ्न चाह्यो। सम्पर्क हेडक्वार्टरमा पत्रहरू पठायो र त्यस पछाडि चाहिँ प्रचण्डले मलाई के हो एकचोटि चाहिँ गएर कुरा राख्नुहोस् भन्ने भएपछि दरबारले चाहिँ धीरेन्द्रलाई प्रतिनिधिको रूपमा पठायो। उहाँसँग हाम्रो संवाद भयो र हाम्रो तत्कालीन मैले समस्याहरू राखिसकेपछि अब यो हल गर्नलाई के गर्नुपर्छ भन्ने कुरामा चाहिँ वीरेन्द्र र प्रचण्डको बिचमा कुराकानी एक छिट्टै भेट गराउने भन्ने हाम्रो सहमति भएको थियो। मलाई लाग्छ हामी चाहिँ वैशाखतिर चाहिँ यो भेटेका थियौँ। लगतै जेठमा गएर दरबार हत्याकाण्ड भयो। वीरेन्द्रको वंशनाश पछाडि फेरि हाम्रो पार्टीले कोत पर्व भनेर गणतन्त्रको घोषणा भयो भनेर त्यो कुरालाई चाहिँ त्यहीँनिर फुल स्टप गर्यो। त्यही सन्दर्भमै तपाईँ पक्राउ पर्नुभयो? त्यो मतलब अब त्यो घटना त जेठमा भयो होइन। जेठ पछाडि फेरि हामीले एउटा नयाँ दरबार हत्याकाण्ड पछाडि फेरि एउटा चाहिँ शेरबहादुर देउवाको र नेपाली काङ्ग्रेसको उसबाट हामीले वार्ताको निम्ति शेरबहादुर देउवाको नेतृत्वमा एउटा आयोग बनाएको थियो, माओवादी अध्ययन कार्यदल बनाएको थियो। अनि उहाँसँगको संवाद पछाडि हाम्रो पहिलो वार्ता भयो। पहिलो वार्ता भङ्ग हुँदा बित्तिकै सङ्कटकाल लाग्यो। 58 साल मङ्सिरको दाङको घटना पछाडि त्यो सङ्कटकालमा चाहिँ हामी दुवैजना काठमाडौँबाट पक्राउ पर्यौँ। पक्राउ परेर कहाँ लगियो त्यस्तो केही याद छ? नै त्यहाँ पक्राउ परिसकेपछि त हामीलाई 10 दिन चाहिँ काठमाडौँ राखेछ, तर त्यो ठाउँ थाहा भएन। त्यो सैनिक ब्यारेक रहेछ। त्यसपछि हामीलाई गोर्खा बद्रबहादुर गढमा लगेछ। त्यहाँ पनि हामीले त थाहा पाएनौँ। 1 वर्षसम्म नि एउटा चाहिँ चरम यातना नै दियो। निरन्तरको यातनाले अहिले पनि मेरो हातमा चाहिँ रडहरू राखेको छ, खुट्टामा पनि तारले बाँधेको छ, करङहरू सबै फ्र्याक्चर छन् र कम्मरको हड्डी पनि फ्र्याक्चर छ र रेखाजीको पनि त्यस्तै गरेर कन्चर्टहरूमा त्यही खालका चोटहरू छन्। उहाँलाई पत्तीले छुरीले चिरेका चाहिँ घाउहरू छन् र उहाँका पनि करङहरू फ्र्याक्चर भएका छन्, मसल्सहरू पिसिएका छन्। र अहिले हामीले अब त्यो खालको भनौँ न पीडाको बिचबाट नै देश जनताप्रति फेरि हाम्रो एउटा निष्ठा, हामीले गर्नुपर्ने एउटा हामी बाँचेर आयो नि त, यो नाफाको जीवनलाई हामीले देश र जनताकै सेवामा समर्पित गर्नुपर्छ भनेर हामी राजनीतिमा नै सक्रिय छौँ। फेरि अब आजको यो मूल विषयमा प्रवेश गरौँ। हामी निर्वाचन केन्द्रित रहेर यो संवाद कार्यक्रम अगाडि बढाइराखेका छौँ। यो नियमित निर्वाचनभन्दा भइरहेको प्रतिनिधि सभा विघटन भइसकेपछि अर्को प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। 3 वर्ष चञ्चन कार्यकाल सम्पन्न गरिसकेपछि प्रतिनिधि सभा विघटन भयो र यो प्रतिनिधि सभा विघटन भएर निर्वाचनको लागि अगाडि बढिराख्दा बजारमा चाहिँ नयाँ पार्टी, नयाँ व्यक्ति र नयाँ छनौट गर्नुपर्छ, नयाँ चुनाव चिन्हमा भोट हाल्नुपर्छ भन्ने खालका बजारमा व्यापक हल्ला छन्। यो तपाईँहरू पनि अझ हामीभन्दा बढी नजिक हुनुहुन्छ, किनकि तपाईँहरू चुनावी प्रचार प्रसार कार्यक्रममा हिँडिराख्नु नै भएको छ। यस्तो अवस्थामा प्युठानी मतदाताले तपाईँहरूलाई मतदान गर्लान्, पुराना पार्टीहरूलाई? के लाग्छ? अनि यो कुरामा सबैभन्दा म प्युठानी जनताहरू सचेत छन्। राजनैतिक रूपमा प्युठानको त्याग, तपस्या र बलिदानको राजनैतिक सचेतताको नै यसको चाहिँ एउटा पहिचान हो। त्यसकारण प्युठानी जनताले नयाँ र पुरानोमा त्यति अल्मलिन्छन् जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन हैन। अहिलेको चाहिँ वैचारिक रूपमा स्पष्ट हुँदाखेरि लोकप्रियतावाद के हो? यो अन्तर्राष्ट्रिय रूपमा चलेको हावाहाव। त्यसकारण नेपालभित्र त्यसलाई चाहिँ डिप स्टेटको रूपमा लोकप्रियतावादलाई घुसाएर हैन, विचारहरूलाई चाहिँ तोडमोड गर्ने, दिग्भ्रमित गर्ने, अफवाहहरू फैलाउने र चाहिँ मान्छेका दिमागहरूलाई एउटा डिजाइन अन्तर्गत चाहिँ पार्ने प्रयत्नहरू हुन्। त्यसकारण नयाँ भन्ने कुरा हामीले विचारमा, सिद्धान्तमा, राजनीतिमा, कार्यक्रममा हामीले हेर्नुपर्छ र समाजको नेतृत्व चाहिँ विचार र राजनीतिले मात्रै गर्न सक्छ। त्यसकारण नयाँ भन्ने साथीहरूको नयाँ के हो त? हामी त लडेर आजीवन लडेर गणतन्त्र ल्यायौँ, संहिता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ हैन, आर्थिक समृद्धिमा जाने भन्यौँ, सुशासनको निम्ति सरकारमा बसेर बाहिर बसेर निरन्तर रूपमा लडेका छौँ। हाम्रो जीवनमा
विचार सिद्धान्त र हाम्रो चाहिँ व्यवहार के हो भन्ने कुराको एउटा जीवन र जगतलाई अनुसार आफ्नो विचार अनुसार हामी हिँडिरहेका छौँ र अहिले सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गरेर अगाडि जानुपर्छ र देशलाई समृद्धि गरेर जानुपर्छ अबको यात्रा त्यो हो भनेर लागिरहेका छौँ। त्यसकारण नयाँ भन्नेहरूको नयाँ के हो त हैन। अब पुराना पार्टीमा चाहिँ पदमा पनि बस्ने, मन्त्री पनि हुने, सभापति पनि हुने, सांसद हुने, गाउँपालिकाका अध्यक्ष हुने, पुरा टेस्टेड भएर फेल भएर अनि नयाँ नाम र कलमा बताएर अनि म नयाँ हुँ भनेर हुन्छ? उहाँको विचार के हो, उहाँको योजना के हो, उहाँको कार्यक्रम के हो उहाँहरूका, त्यो भन्न सक्छ। खास गरी पुराना पार्टीहरू एमाले, काङ्ग्रेस र माओवादीप्रति लक्षित गरेर अहिले त पुराना पार्टीहरूलाई मत दिनुहुन्न, उहाँहरू पटक पटक अवसर लिनुभयो, सत्तामा पुग्नुभयो, तर केही पनि गर्नु भएन भन्ने तर्क छ नि त बजारमा। हैन हो, नेपाली जनताले जो अपेक्षा गरे हुन्, जुन तीव्रतामा चाहिँ बदलाव आउनुपर्ने हो, त्यसमा चाहिँ पुराना पार्टीहरूका, सबै पार्टी नभनौँ, पुराना पार्टीका कतिपय नेताहरूबाट त्यो अनुसारका आचरण व्यवहारहरू हुन सकेनन् हैन। कहीँ न कहीँ जनताको मनोभावन अनुसार चल्नेमा कमजोरीहरू रहे। हाम्रो पार्टीले यी कुरोहरूमा केन्द्रीय समितिकै बैठक बसेर आत्मसमीक्षा गरेर आत्मआलोचना गरेर जनतासँग माफी पनि मागिसकेको छ र अहिले हामी नयाँ सोच र शैलीका साथमा अगाडि बढ्नुपर्छ भनेर हामीले पार्टी नै 20 वटा भन्दा बढी पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छौँ हैन। यो चाहिँ पुरानो आत्मआलोचना सहित हो र एउटा नयाँ सङ्कल्प, एउटा नयाँ प्रतिबद्धता, एउटा नयाँ प्रतिज्ञा गरेर फेरि चाहिँ यो समाजलाई बदलेर समाजवादमा लैजानुपर्छ भन्ने एउटा नयाँ अठोट गरेर अगाडि आएका छौँ। अनि यो त हामीले व्यवहारमा साबित गरेर छोड्छौँ। हाम्रो मेरै जीवनलाई हेर्ने हो, जे मुखले बोल्यो त्यो आजीवन गरेर आएका छौँ। हतियार उठाउने भन्यो हतियार उठायौँ, संविधान बनाउने भन्यो संविधान बनायौँ, विकास निर्माण भन्यो जनताका 64वटा वाडामा पुगेर हैन हरेक कुरामा चाहिँ सहभागी भएर जनतासँग जोडिएर अगाडि बढिरहेका छौँ। यस्ता नक्कली बनावटी भ्रमित कुराहरू गरेर आएर नयाँ भन्ने अझ हाम्रो प्युठानमा नयाँ भन्ने मान्छेहरू त तपाईँको चाहिँ पालिका कहाँ छ, वाडा कहाँ छ, कहाँको खोलो खेत के छ केही थाहै छैन बिचराहरूलाई चाहिँ। जिल्लाको के कुराको नयाँ हो यो चाहिँ, यो बेकारको अफवाह हो। यसबाट चाहिँ प्युठानी जनता सचेत छन् र यो भ्रममा पर्नुहुन्छ जस्तो मलाई लाग्दैन। अब तपाईँका चुनावी एजेन्डातिर यो संवादलाई केन्द्रित गरौँ। तपाईँका कुन कुन एजेन्डा हेरेर प्युठानी मतदाताले मतदान गर्ने के छन् तपाईँका यो निर्वाचनका लागि उम्मेदवार हुँदाका एजेन्डाहरू? न एजेन्डाहरू मलाई अलि गम्भीर पनि लाग्छ, अलि चिन्ता बढी चासो पनि लाग्छ। प्युठानले यति ठुलो त्याग बलिदान गर्यो, खास गरेर चाहिँ वामपन्थीहरूलाई हैन सबैलाई साथ सहयोग दिँदै आइरहेको छ हरेक खालको सङ्घर्षमा। तर त्यो खालको चाहिँ तपाईँको चाहिँ जसरी चाहिँ एउटा परिवर्तन विकास निर्माण हुनुपर्ने हो त्यो खालको हुन सकेका छैन। त्यसकारणले गर्दा अहिले पनि हामीले केही न केही कामका सुरुवातहरू गरेका छौँ। त्यसकारण पहिलो कुरा हामीले प्युठानका भौतिक पूर्वाधारहरू हामीले जे सुरुवात गरेका छौँ हाम्रो पार्टी होइन हाम्रा प्रतिनिधिहरूबाट, ती भौतिक पूर्वाधारहरूलाई जस्तो भालुवाङ, बागदुला, भीमगिठे सडकको हामीले स्तर उन्नति गर्नुपर्ने छ हैन। यसलाई चाहिँ कालोपत्रे गराएर लैजानुपर्ने छ। प्युठानको हामीले लुम्बिनीसँग स्वर्गद्वारीलाई र प्युठानका गौमुखी नौबहिनीहरूलाई जोडेर यसको पर्यटन प्रवर्धन गरेर आय आर्जनका कार्यक्रमहरूलाई अगाडि बढाउनु पर्ने छ। प्युठानी युवाहरूलाई अलिकति सूचना प्रविधिलाई हरेक वाडा र टोलमा यो पहुँच पुर्याएर हामीले चाहिँ सूचना प्रविधि मार्फत पनि हैन यहाँबाट रोजगारीका अवसरहरू हामीले थुप्रो सिर्जना गर्न सक्छौँ। हाम्रो यति राम्रो हराभरा फाँट हैन यी ठाडा खोलाहरूको जो बस्तीहरू छ, यी बस्तीहरूमा हामीले कृषिलाई आधुनिकीकरण गर्ने, वैज्ञानिकरण गर्ने, बजारीकरण गर्ने र यसलाई चाहिँ ब्रान्डिङ गरेर हैन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यहाँको उत्पादनलाई पुर्याउने, सबै पालिकाहरूलाई आत्मनिर्भर गराउने र खास गरेर विकास भन्ने कुरा एउटाबाट मात्रै सम्भव हुँदैन। अहिले हाम्रा 3 तहका सरकार छन्, केन्द्र, प्रदेश र स्थानीय तह र नागरिक समाजलाई समन्वयात्मक ढङ्गले एकताबद्ध गरेर हामीले विकासको, समृद्धिको, सुशासनको, सामाजिक न्यायको अभियानमा चाहिँ हामीले यो जनतालाई एकताबद्ध गरेर डोराएर लैजानलाई तपाईँको केन्द्रीय हाम्रो एउटा मात्रै सांसद भएको हुनाले केन्द्रीय सांसदको एउटा महत्त्वपूर्ण भूमिका हुन्छ र त्यो मेरा अनुभवहरूले हैन मैले प्रदेशमा हासिल गरेको अनुभवले अर्थमन्त्री पनि मैले सम्हालेँ। त्यसकारण बजेट कसरी बन्छ, त्यो कसरी कार्यान्वयन गरिन्छ,
किताबमा कसरी लेखिन्छ र त्यो लागू कसरी हुन्छ भन्ने कुरा यी सबै अनुभवहरूलाई एकचोटि चाहिँ केन्द्रीकृत ढङ्गले प्युठानमा लागू गरेर प्युठानलाई गुणात्मक ढङ्गले एउटा चाहिँ बदलाउने सामाजिक न्याय समृद्धि विकास र सुशासनको यात्रामा अग्रस्थानमा पुर्याउन पर्छ भन्ने जस्तो बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया आम नागरिकले स्पष्ट ढङ्गले नबुझ्दा पनि थपकै निराशा बढेको कारण हो कि भन्ने मलाई लाग्छ। धेरै योजनाहरूमा बजेट छुट्टिने तर कार्यान्वयन नहुने कारण छ। यसमा राजनीतिक कारण बढी हो कि प्रशासनिक कारण बढी हो? के कारणले यस्तो हुँदो रहेछ? प्युठान जिल्लामा पनि विगत लामो समयदेखि धेरै योजनाहरू पर्ने, बजेट छुट्टिने तर त्यो कार्यान्वयनमा नजाने, यो कारण चाहिँ किन हुँदो रहेछ? तपाईँ एउटा प्रदेशको अर्थमन्त्री भएर अनुभव हासिल गर्नुभयो हुनाले यो आम नागरिकका लागि पनि जिज्ञासा हुनसक्छ। खासमा चाहिँ अब बजेटहरू बनाउँदा हाम्रा चाहिँ आवधिक योजनाहरू अथवा पञ्चवर्षीय योजनाहरू राष्ट्रिय नीति योजना अन्तर्गत रहेर होइन प्रदेशका स्थानीय तहका आवधिक योजनाहरू होइन जनताका मागहरू हाम्रो चाहिँ प्रोजेक्ट ब्याङ्कमा एउटा क्रमागत रूपमा राखिएका र एउटा सन्तुलित ढङ्गले समानुपातिक ढङ्गले सबै जनताहरूले पाउने गरेर बजेट बन्ने भए हुन्थ्यो। हेर्नुहोस्, बजेट निर्माण प्रक्रियामा नै नेताहरूले अथवा कुर्सीमा बस्नेहरूले गोजाबाट निकालेर विभिन्न स्वार्थबाट प्रेरित भएर होइन कतिपय चाहिँ तपाईँको सेटिङमा योजनाहरू राख्छन् जो जनतालाई थाहा नै हुँदैन, जो कर्मचारीलाई पनि थाहा हुँदैन। त्यसले चाहिँ अपनत्व चाहिँ हासिल गर्न सक्दैन, त्यो अलग थलग पर्छ। र त्यो अर्को कुरा हाम्रो कर्मचारी तन्त्र पनि चाहिँ पुनर्संरचना हुनुपर्ने हुन सकेका छैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुरूपको हाम्रो कर्मचारी संरचना पनि छैन र केही गर्नुपर्छ भन्ने भावनाको पनि कमी छ। यसले गर्दाखेरिमा यी तमाम जो समस्याहरू छन् यसलाई चाहिँ हल गरेर अलिकति नयाँ ढङ्गले नै बढ्नुपर्छ र नेतृत्वमा रहनेले त्यो काम गर्नुपर्छ जस्तो लाग्छ। तपाईँले चाहिँ आफ्ना चुनावी एजेन्डा बताइराख्दा प्युठानी जनतालाई आय आर्जनमा जोड्ने र उत्पादनमा जोड्ने कुरा गरिराख्नु भएको थियो। प्युठानमा आधार चाहिँ के हो? नागरिकले आधार खोजिराखेका छन् नेताहरूबाट। अहिले धेरै निराश भइसकेका स्थिति होइन, तर पनि भनेका कुराहरू गर्छन् नेताहरूले भन्ने विश्वास चाहिँ गर्न सकिराखेका छैनन् नेताहरूले। नै उहाँहरूले प्युठान जनतालाई अलिकति सूक्ष्म ढङ्गले हेर्नु हो भने थाहा पाउनुहुन्छ। र मेरो आग्रह पनि के छ भन्दाखेरि हामी फिल्डमा आएका उम्मेदवारहरूलाई उहाँहरूले गम्भीरतापूर्वक उनको विचार, उनको व्यवहार, उनको भनाइ र गराइ अथवा कसले के भन्छ भन्दा पनि कसले के लेख्छ, कसले के लेख्छ भन्दा पनि कसले के गर्छ भन्ने कुरालाई चाहिँ हेरिदिन म अनुरोध गर्छु। एउटा कुरा। दोस्रो कुरा चाहिँ के त भन्दा म अब प्रत्यक्ष रूपमा प्युठान जिल्लाबाट अब एकचोटि मात्रै प्रदेशमा भएँ, त्योभन्दा अरू बेलामा त म भएको छैन। हुन त मेरो अब रेखा शर्माजी दाङ जिल्लाबाट केन्द्रीय संसदमा प्रतिनिधित्व गर्नुभयो, मन्त्री पनि हुनुभयो होइन, र हाम्रा पार्टीका छिमेकी जिल्लाहरूका पनि नेताहरू र हाम्रो पार्टी पनि हुँदाखेरिमा प्रत्यक्ष रूपमा म थिइनँ, तर पनि यी विभिन्न चाहिँ पहुँचहरूलाई र मेरो केन्द्रमा भएको भनौँ मेरो अध्यक्षसँग अथवा पार्टी नेताहरूसँग भएको पहुँचलाई पुर्याएर म निरन्तर रूपमा 70 सालभन्दा पछाडि त प्युठानी जनताको दुःख सुखमा सहभागी हुँदै आइ नै राखेका छौँ। र यस क्रममा हामीले केही कामहरू सुरुवात गरेर मैले अगाडि पनि जुन भने त्यसमा चाहिँ हामीले यसलाई अझ राष्ट्रिय राजनीतिको मूलधारमा लगेर जस्तो तपाईँले भन्नुभएको 9 मुरेको धेरै चर्चा चलिरहेको छ, अगाडि बढ्न सकिरहेको छैन। हाम्रा रोजगारीका अवसरहरू सिर्जना गर्ने र प्युठान जिल्लालाई गुणात्मक ढङ्गले चाहिँ बदल्नको निम्ति पहिलो कुरा त भौतिक पूर्वाधार यातायातका कुराहरू हुन्। हामीले भालुवाङदेखिको मैले भने त्यसलाई स्तरीय उन्नति गर्नुपर्छ, हामीले पर्यटनलाई चाहिँ प्रबन्धन गर्नुपर्छ र हाम्रो कृषिलाई चाहिँ तपाईँको चाहिँ बजारीकरण गरेर र मुख्यतः प्युठानको माटो हावा पानी हो नि त, बाङ्गेसालदेखि स्याउलीबाङसम्मको जैविक विविधताले भरिपूर्ण स्याउलीबाङलाई हामीले बजाएर पुर्याउन सकेका छैनौँ, रजवालालाई बजाएर पुर्याउन सकेका छैनौँ, खोप्लीलाई बजाएर, कोचिबाङलाई, दाङबाङलाई होइन, यो क्षेत्रको यो भूगोलको उत्पादकत्व बढाएर अर्थतन्त्रको मेरुदण्डमा होइन हामीले ठुलो योगदान पुर्याउन सक्ने सामर्थ्य त प्युठानी भूगोलसँग छ, प्युठानी माटोसँग छ, प्युठानी जनताको बाहुबलमा छ के। यसलाई समन्वयात्मक ढङ्गले नेतृत्व गरेर योजनामा ढालेर लैजान सकिन्छ, लैजाने प्रयासहरू पनि गरिरहेका छौँ। यसलाई चाहिँ अब यो मान्छेले एकचोटि चाहिँ अवसर पायो, ठाउँमा पुग्यो भनेदेखि चाहिँ के गर्दो रहेछ त अथवा कसरी गर्दो रहेछ त
होइन यति चिन्ताको साथमा लागिरहेको छ कसरी गर्दो रहेछ त भनेर प्युठानी जनताले एकचोटि मेरो परीक्षा पनि त गर्नु पर्यो फेरि केन्द्रमा पठाएर केन्द्रमा गएकै छैन होइन केन्द्रमा चाहिँ एकचोटि पठाउनु पर्यो यत्रो 50 वर्ष राजनीतिमा बित्यो होइन जनताकै सेवामा समर्पित छु त्यो हेर्दाखेरिमा उहाँहरूले विश्वास गर्ने आधारहरू छन् भन्ने लाग्छ कि यो अहिलेको चुनाव चाहिँ भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनसँग जोडिया हुनाले जेनजी आन्दोलनप्रति अहिलेको तपाईँ उम्मेदवारको हिसाबले के छ दृष्टि नै देशमा चाहिँ अलिकति उकुस मुकुसको वातावरण थियो होइन यो हाम्रो अध्यक्ष प्रचण्डले बारम्बार सचेत गराइराख्नु भएको थियो खबरदारी गराइराख्नु भएको थियो प्रचण्ड सरकारबाट हटेपछि हामीले आत्मालोचना पनि गरेका थियौँ र हामीले आफूलाई बदल्न पर्छ भन्ने सङ्कल्प पनि ल्याएका थियौँ मिस्टेक छ भन्ने लागिराखेको होइन मिस्टेक छ शासन सञ्चालनमा मिस्टेकहरू थियो जस्तो तपाईँको भ्रष्टाचार मैलाइरहेका थियो बिचौलियाहरूले चाहिँ सरकार चलाइरहेका थिए होइन दलालहरूको चाहिँ हाबी भइरहेका थिए तपाईँको पार्टीहरूको निम्ति नातावाद कृपावाद अथवा चाहिँ तपाईँको त्यो चाहिँ बढेर गइरहेका थियो नेताहरूले देशलाई बदल्ने भन्दा पनि आफ्नो र पर गरेर कानुनी राज्यको मूल्य मान्यताहरूलाई धज्जी उठाएर आफ्ना कार्यकर्ता र परका भनेर विभेद गरिरहेका कुनै पनि बेला विस्फोट हुनसक्छ भन्ने थियो त्यही अवस्थामा हाम्रा बुवा आमाहरू भाइ बहिनीहरूलाई एउटा चाहिँ अनिवार्य बनिसकेको र रोजगारीको ठुलो अवसरको क्षेत्र समेत जोडेको सामाजिक सञ्जाल हुँदाखेरिमा होइन त्यो चाहिँ स्वाभाविक रूपमा विरोध भयो र त्यो विरोधभित्र तपाईँको चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू नेपालको अहिलेको जो भू राजनीतिक स्थिति छ यो स्थितिमा अन्तर्राष्ट्रिय तपाईँको शक्ति केन्द्रहरू पनि घुसपेट गरे र त्यसलाई चाहिँ विध्वंसको बाटोमा लगाएर अहिलेको चाहिँ यस्तो परिस्थिति आउँदा यो चाहिँ निर्वाचन नै एउटा निकास हो भनेर हाम्रो अध्यक्ष प्रचण्ड सहसंयोजक माधव नेपालहरूको मुख्य चाहिँ एउटा भूमिकामा समन्वयमा होइन यो चाहिँ निर्वाचन एउटा विकल्प हो यद्यपि हाम्रो चाहिँ संसद विघटन गर्नुपर्छ भन्ने थिएन संसदबाट केही नयाँ एजेन्डाहरूले जस्तो हामीले सुशासनको कुरा उठाइरहेका थियौँ जस्तो राजनैतिक स्थिरताको निम्ति तपाईँको प्रत्यक्ष कार्यकारीको मुद्दालाई हामीले उठाइरहेका थियौँ रोजगारीका कुराहरूलाई उठाइरहेका थियौँ सामाजिक सुरक्षाका कुराहरूलाई उठाइरहेका थियौँ होइन यावत मुद्दाहरू जो छन् यिनलाई चाहिँ अझ सुनिश्चितता हुने गरेर गएको भएदेखि एउटा चाहिँ हुन्थ्यो तर अब जेनजी विद्रोह भयो उहाँहरूको त्यति बेलाको विचार दृष्टिकोण के थियो त्यो पनि थाहा छैन अब रविजी त जेलबाट आएर प्रधानमन्त्री हुन त्यही बेलै हतारिनु भएको थियो होइन भन्दाखेरि अहिले आउँदाखेरिमा एउटा निर्वाचनमा मात्रै यो गइरहेको छ त्यसकारण यो विद्रोह पछाडि हाम्रो राष्ट्रिय स्वाधीनताको मुद्दा झनै एकदम पेचिलो र गम्भीर बन्या छ हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र हाम्रो संविधान अहिले धरापमा छ र यसले ल्याएका जो जनपक्षीय समानुपातिक समावेशी अधिकारहरू हुन् ती अधिकारहरू फेरि खोसिने हुन् कि संविधान मासिने हो कि भन्ने खतरा पैदा भइरहेका हुनाले नै हामीले छिटोभन्दा छिटो नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर हामी चाहिँ देशव्यापी रूपमा होइन निर्वाचनमा होमिएका छौँ र यसले चाहिँ जनताले असाध्यै सकारात्मक ढङ्गले लिएको अनुभूति भइरहेको छ तपाईँहरूले नेकपा निर्माण गरिरहँदा आम जनतामा चासो चाहिँ अझ यो पार्टी ठुलो बन्छ कि बन्दैन एमाले सहितको भन्ने प्रश्न चाहिँ आम जनताको छ न हामीले त 62-63 को आन्दोलन पछाडि 64 साल पछाडि नै अब एउटै कम्युनिस्ट पार्टी केन्द्र बनाउनु पर्छ भन्ने सोचाइ त्यति बेला पनि अगाडि सारेका थियौँ तर त्यति बेला चाहिँ सम्भव भएन 72 सालको संविधान जारी पछाडि 75 सालमा हामीले नेकपा बनाएको हो तर खड्ग ओलीको कारणले गर्दा त्यो नेकपा समाजवादको यात्रामा अगाडि बढ्न सकेन त्यही आधारमा त्यति बेला तय गरेको राजनैतिक यात्राकै आधारमा समाजवाद निर्माणको सुशासनको होइन सामाजिक न्यायकै यो चाहिँ आधारमा नै हामीले अहिले चाहिँ नेकपा त्यसैबाट जन्मिएको त्यसकारण यो चाहिँ अझ पूर्णता पाएको छैन यसले त्यसैले गर्दा हामीले सङ्गठन निर्माणको अर्को यात्रामा सुरु गरिरहेका छैनौँ मलाई लाग्छ एमाले भित्रका पनि इमान्दार देशभक्त सच्चा समाजवादीहरू लोकतन्त्रवादीहरू त्यहाँका जनपक्षीय शक्तिहरू ढिलो चाँडो हामी एकै ठाउँमा आउनुपर्छ तर अहिले खड्ग ओलीको जुन चाहिँ विचार छ जुन प्रवृत्ति छ उनीहरूको प्रवृत्तिले मात्रै एक ठाउँमा आउन नदिने तर एमाले भित्र इमान्दार सच्चा कम्युनिस्टहरू समाजलाई बदल्न पर्छ
हैन अगाडि बढ्नुपर्छ भन्ने हाम्रो प्युठान जिल्लामा पनि थुप्रै इमान्दार चाहिँ कम्युनिस्टहरू हुनुहुन्छ र उहाँ हामी ढिलो चाँडो एक ठाउँमै हुन्छौँ, एक ठाउँमा आउनुपर्छ भन्ने लाग्छ। समय र संवादको निम्ति धन्यवाद। हस् त, धन्यवाद।